टप 3 ब्याक एक्सरसाइजेसहरु चुज गर्नु पर्दा मेरो लिस्टमा चाहिँ यो 3टा मेन पर्ने गर्छ है त। फर्स्टमा छ वाइड ग्रिप ल्याट पुल डाउन। जुनै पनि ब्याकको बेला चाहिँ म ल्याट पुल डाउनबाट स्टार्ट गर्छु। धेरै वाइड पनि हैन, आफ्नो शोल्डर विड्थ भन्दा हल्का वाइड समातेर फुल स्ट्रेच र स्क्विजमा फोकस गर्नु भयो भने एकदमै मजा आउने वाला छ। सेकेन्डमा भनेको चाहिँ गोटेड एक्सरसाइज हो, बारबेल रो। यसको सट्टामा तपाईहरुले चेस्ट सपोर्टेड टी-बार रो पनि गर्न सक्नुहुन्छ, तर पर्सनली मलाई चाहिँ बारबेल रो गर्न एकदमै मजा आउँछ। मिड ब्याक र अप्पर ब्याकको थिकनेस बिल्ड अप गर्नलाई यसले एकदमै हेल्प गर्ने वाला छ। मोडरेट वेट राखेर यसको फर्मलाई मिलाएर गर्नु होला, नभए इन्जरी हुन सक्छ। र लास्टमा छ मसिन रोइङ। मसिन भएको कारणले गर्दा कन्ट्रोल गर्न एकदमै नै सजिलो हुन्छ। एल्बोलाई आफ्नो शरीरसँग टाँसेर गर्नुभयो भने लोअर ल्याट्समा हिट हुन्छ। हल्का फ्लेयर आउट गरेर गर्नुभयो भने चाहिँ तपाईको मिड ब्याकमा पर्छ है त। एज पर योर चोइस, जसरी पनि गर्न सक्नुहुन्छ। अनि यसलाई चाहिँ आफ्नो ब्याक डेको अन्तिममा गर्नु होला। यति 3टा एक्सरसाइजलाई 3 महिनासम्म फलो गर्नुभयो र हरेक हप्ता वेट बढाउनलाई ट्राई गर्नुभयो भने तपाईको ब्याक अवश्य ग्रो हुन्छ।